नेपालमा सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्व पतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने गरी कानून निर्माण हुने भएको छ। यसका लागि नेपाल कानून आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले दोस्रो विवाह गरेमा पूर्व पतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ। मुलुकी देवानी संहिता संशोधन गर्दै दफा 234 को कमा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था थप गर्न लागि हो। सो व्यवस्थामा अंश लिई सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंश बापत प्राप्त गरेको सम्पत्ति निजको पूर्व पतिका तर्फबाट छोराछोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्व पति वा पूर्व पतिका अंशियारले पाउनेछन् भन्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तो व्यवस्था गर्नुको कारण बारे मस्यौदामा भनिएको छ, अंश लिई सम्बन्ध विच्छेद गरेकी महिलाले विवाह गरेमा नयाँ पतिबाट पनि अंश प्राप्त अधिकार स्थापित हुने हुँदा पूर्व पतिका तर्फबाट छोराछोरी नभए पूर्व पति वा पूर्व पतिका अंशियारले सो सम्पत्ति फिर्ता पाउने व्यवस्था गराउनु पर्ने भएकाले आयोगका अध्यक्ष जागेश्वर सुवेदीका अनुसार सम्बन्ध विच्छेद गरेकी पत्नीले अर्को विवाह गरे सम्बन्धित पतिले आफ्नो सम्पत्ति फिर्ता माग्न यथेष्ट कानूनी व्यवस्था नभएका कारण नयाँ कानून ल्याउन लागि हो। विशेषतः वैदेशिक रोजगारीमा गएका श्रीमानले आर्जन गरेको सम्पत्ति आफ्नो नाममा राखी परपुरुषसँग भाग्ने वा श्रीमान फर्किएपछि अंश लिएर सम्बन्ध विच्छेद गर्ने र अर्कैसँग हिँड्ने गरेका कारण त्यसलाई सम्बोधन गर्न यस्तो कानून प्रस्ताव गरिएको उनको भनाइ छ। समाजमा विकृति बढ्दै गएकाले यस्तो कानूनको आवश्यकता महसुस भएको अध्यक्ष सुवेदी बताउँछन्। मानिसहरू विदेशीय र खाडी क्षेत्रमा गएर अनेक किसिमको चाहिँ दुःख कष्ट सहेर 2-4 पैसा कमाएर ल्याएर यहाँ आफ्नो घर गृहस्थी जमाएको हुन्छ र चाहिँ अब श्रीमतीलाई सबै सुन्केर हिँडेको हुन्छ। अब त्यो के भनेदेखि पछि त्यो सम्पत्तिहरू पनि मिनामिना हुने अनि अर्को विवाह गर्ने यस्तो प्रवृत्ति पनि अलिअलि देखिएको भन्ने कुराहरू यहाँ सुन्नमा आएको चर्चामा आएको। कता कता चाहिँ हजुरको यो अंश दिने बिहा गर्ने यस्तो प्रक्रियाहरू देखियो। यसले गर्दाखेरि अलिकन विसङ्गतिको कुराहरू पनि आएको हुनाले छलफलमा ल्याएको एउटा हामीले प्रस्तावसम्म गर्ने हो। अहिले भइरहेको कानूनमा भने सम्बन्ध विच्छेदपछि पाएको सम्पत्ति महिलाको मृत्यु भएमा सन्तान र नभए माइती पक्षले प्राप्त गर्ने व्यवस्था छ। मुलुकी देवानी संहिता 2074 को दफा 79 अनुसार पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेमा अंश बन्दा गर्नुपर्ने व्यवस्था रहेको छ। अंश लिइसकेपछि महिलाले अर्को विवाह गरेमा उनले उक्त अंशमा प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने व्यवस्था छ। सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेकी महिलालाई उनको पतिले अंश नदिएसम्म मासिक रूपमा माना चामल खर्च भराउनु पर्छ। त्यस अन्तर्गत महिलालाई खान बस्न र लगाउनका लागि आधारभूत आवश्यकता पूर्ति गरिन्छ। तर थप गर्न लागि प्रावधानले पहिलेको पतिबाट लिएको अंश सहित लगत्तै अर्को विवाह गर्ने अनि सम्पत्ति पनि भोग चलन गर्ने परम्परा समाप्त गर्नेछ। तर थप गर्न लागि प्रावधानले पहिलेको पतिबाट लिएको अंश सहित लगत्तै अर्को विवाह गर्ने अनि सम्पत्ति पनि भोग चलन गर्ने परम्परा समाप्त हुनेछ। सम्बन्ध विच्छेदमा अंशको विषयलाई संशोधन गर्दा सम्पत्तिकै नाममा हुने सम्बन्ध विच्छेद घट्ने दाबी कतिपय सरोकारवाला पक्षको छ। 2075 भदौ 1 मा मुलुकी संहिता लागू भएसँगै सम्बन्ध विच्छेदका घटना झण्डै दोब्बरले बढेका छन्। काठमाडौँ जिल्ला अदालतको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको 8 महिनामा 2644 जनाले सम्बन्ध विच्छेद गरेका छन्। अर्को विवाह गर्दा महिलाले पूर्व पतिबाट लिएको अंश फिर्ता गर्नुपर्ने कानून बनाउने तयारी गरे पनि यसका महत्वपूर्ण प्रक्रियाहरू भने अझै बाँकी नै छ। आयोगले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाएको छ। अब सो प्रस्तावका विषयमा मन्त्रालयबाट निर्णय भएर मन्त्री परिषदमा पेश हुनुपर्छ। मन्त्री परिषदले पारित गरेमा संसदमा पेश हुनेछ। संसदले पनि बहुमतका आधारमा निर्णय गरे मात्रै कानून संशोधन हुनेछ अनि बल्ल यो व्यवस्था लागू हुनेछ। कानून आयोगले प्रस्ताव गर्दैमा तुरुन्तै कानून बन्ने होइन, त्यसका लागि समय लाग्छ। आयोगले प्रस्ताव गरेको प्रस्ताव बीचमै फेल समेत हुन सक्छ। आफूहरूले प्रस्ताव मात्रै गरेको र यो प्रस्ताव अघि बढ्छ र कार्यान्वयन नै हुन्छ भन्ने निश्चित नभएको कानून आयोगका अध्यक्ष
जागेश्वर सुवेदी बताउँछन्। आयोग निर्वाचन आयोगबाट यसलाई अगाडि एउटा यस्तो निर्णय गरिन्छ, त्यसपछि यो मन्त्रालयमा जान्छ, मन्त्रालयले फेरि हेर्छन्, त्यसपछि मन्त्रालयबाट हजुरको यो क्याबिनेटमा जान्छ, क्याबिनेटले अनुमोदन गरेपछि अनि बल्ल संसदीय चाहिँ उसमा जाने हो नि त, संसदमा जाने हो, संसदमा जाने हो। अनि संसदबाट संसदका विभिन्न समितिहरूमा छलफल हुन्छ। कुरा हो नि, यो त अहिले तुरन्तै कानुनी पनि हाल्ने कुरा पनि हुँदैन, धेरैजनाको उसमा यो छलफल हुन्छ। त्यसैले अब पछि हुने कुरालाई अहिले नै यही नै हुन्छ भनेर भन्नु पनि अधिकार। अब यो हामीले उठाएको कुरा नै एकदमै कानुनकै तयारी नै भयो, कानुनी बन्यो भन्ने कुरा पनि होइन यो। यदि मन्त्री परिषदले निर्णय गरेर संसदबाट बहुमतले पारित भएर मुलुकी देवानी संहिता संशोधन भएमा सम्बन्ध विच्छेद गरेका महिलाले पूर्व पतिबाट लिएको अंश फिर्ता गर्नुपर्नेछ। पूर्व पतिका सन्तान छोराछोरीका नाममा र नभए पूर्व पति वा उसको परिवारको नाममा अंश बापत लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने हुन्छ। कानून आयोगले प्रस्ताव गरेको हो, कानून बनेको होइन। तर सबै प्रक्रिया पूरा गरेर कानून बन्यो भने लाखौं महिला योबाट प्रभावित हुनेवाला छन्। सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गर्ने महिलाहरूले पूर्व पतिको सम्पत्ति फिर्ता गर्नुपर्ने बाध्यतामा फस्नेछन्, जुन बाध्यता महिला माथिको शोषण भएको धेरैको टिप्पणी छ। यस्तो व्यवस्थाले पूर्व पतिकै नाममा सती जाऊ भने झैं गरेको भन्दै विरोध हुन थालेको छ। महिलालाई एक्लै बस्न बाध्य पार्न खोजिएको भन्दै आलोचना भइरहेको छ। कानून संशोधन गर्ने सरकारी तयारी विरुद्ध अधिकार कर्मी र अधिवक्ता के भन्छन् त देखाउनेछौं तर एकैछिनको ब्रेकपछि।